हेलो एभ्रिवान सबैजनालाई र हामी चाहिँ सबैजना मिलेर गोर्खाल्यान्डको नारा लगाउन गएको थियो। गोर्खाको स्पेसली एकजना दाइले लिएर जानु भएको थियो। हामी चाहिँ मेट्रोबाट गएको थियो। जाने नजाने भिडियो बनाएको छु। प्लिज कमेन्ट कसरी हजुरहरूले मलाई सहायता गर्नुहोला, कमेन्टमा भनिदिनु होला। हामी चाहिँ 5-6 जना मिलेर गएको थियो। हेर्नु होला हजुरलाई कस्तो लाग्छ भन्नु होला। यता दाइहरु दाइ के भन त, मलाई कस्तो रमाइलो लाग्छ। कहाँ हिँडेको दाइ आज? हेमन्तको नाम जगाउन लागि। अरू दाइ तपाईँ के भन्छौ? अघिरन त के भन्छौ? अब हामी जन्तर मन्तरमा अब स्टेडियमको लागि हिँड्दैछु। अब जाने हो, अब के हुँदैछ उहाँ। अब डिमान्डको लागि हिँडेको हामीहरू सबै अब हाम्रो साथीभाइहरू आएको छ अरे आसामबाट। अहिले हामी चाहिँ यहाँ दिल्लीमा चाहिँ त्यो खबर सुनेर हामी हिँड्दैछु, उहाँ जानु लागेको। जान्दैछु, अब एकछिनमा पुगिन्छ। त्यहाँ गएर अब के धारण गर्नुपर्ने, जय गोर्खाको नारा लगाउनु पर्ने। अरे त ओ मामा रुका न हो रुका। स्पेसली यो दाइले लिएर आएको है आज। थोप्रा त देखाइदेऊ। स्पेसली यो दाइले लिएर आएको आज। भाषण त सुनाउँदैछ। आई थिङ्क भाषण नै हो। शब्द भन्छु होला, बोल्छु होला जस्तो लाग्यो मलाई पनि। र गोर्खा थियो अखिल भारतीयबाट, र उहाँलाई म निम्ताउँदैछु। सरी, मेरोबाट केही गल्ती यसमा भयो भने एकताल गरी याद गर्छौँ हामी के गोर्खाल्यान्ड चाहिँ हुनुपर्छ भनेर लोभ्याउने कोसिस गर्नेछन्। तर जब पनि चुनाव सकिन्छ सबै साथीहरूलाई मञ्चमा एकपल्ट आएर एउटा ग्रुप फोटो होस् है, सबैको यादगारको लागि सबैजना ब्यानरको अगाडि आइदिने निवेदन गर्दछु। नभए पनि अब चाहिँ ग्रुप फोटो रे के यो दाइ यहाँ कस्तो स्टाइलमा बसेको छ नि त। मजाले गएर कुर्सीमा टक्क बसिरहन्छ। मेन त गोर्खाको निशान। चाहिँ अब फाइनली निस्केको चाहिँ के हामी चाहिँ फाइनली निस्केको। अब पुरा ग्रुप आउँछ।